नमस्कार साथीहरू, धेरैजसो बिरामीहरू हामी कहाँ आउँछन् र सोध्छन्, डाक्टर के मलाई आधा घुँडा प्रतिस्थापन शल्यक्रिया चाहिन्छ कि पुरै घुँडा प्रतिस्थापन शल्यक्रिया? त्यसैले आज हामी यो प्रश्नको उत्तर चिकित्सा तथ्यहरू प्रयोग गरेर दिनेछौँ। त्यसैले तपाईलाई आधा घुँडा प्रतिस्थापन चाहिन्छ कि पुरै घुँडा प्रतिस्थापन बुझ्नका लागि पहिले घुँडा जोड्नेका भागहरू के छन् भनेर बुझौँ। घुँडा जोड्नेमा 3वटा कम्पार्टमेन्टहरू हुन्छन्। एक हो मिडियल अर्थात् भित्री कम्पार्टमेन्ट, अर्को एउटा पार्श्व वा बाहिरी डिब्बा हो, अनि तेस्रोलाई प्याटेलो फेमोरल भनिन्छ वा घुँडाको अगाडिको भाग जुन तपाईको घुँडाको पछाडि हुन्छ। जोर्नी सोथले घुँडाको जोर्नीको एउटा वा दुईवटा भाग वा तीनवटै भागलाई मात्र असर गर्न सक्छ। त्यसैले सामान्यतया यदि कोही टोलीमा छ भने यदि कसैलाई केवल एउटै कम्पार्टमेन्टमा जस्तै भित्री कम्पार्टमेन्ट वा मिडियल कम्पार्टमेन्टमा मात्र समस्या छ भने अवश्य पनि हामी आधा घुँडा प्रतिस्थापन जस्तो शल्यक्रिया गर्न सक्छौँ, जसलाई प्राविधिक रूपमा युनिकन्डाइलर नी रिप्लेसमेन्ट भनिन्छ। यहाँ उद्देश्य भनेको घुँडाको क्षतिग्रस्त भाग मात्र परिवर्तन गर्नु हो। हामी घुँडाका सबै स्वस्थ हड्डीहरू जोगाउँछौँ। हामी घुँडाका सबै लिगामेन्टहरू जोगाउँछौँ र यसको फाइदा के छ भने यसले घुँडालाई पुरै चलायमान बनाउँछ। रोगीलाई सामान्य घुँडाको प्राकृतिक अनुभूति हुन्छ। यो धेरै सुरक्षित र छिटो हुने शल्यक्रिया हो। यसमा तपाईलाई अस्पतालमा केवल 2 दिन बस्नुपर्छ र हामी शल्यक्रियाको सोही दिन बिरामीलाई हिँड्न लगाउन सक्छौँ। तर यदि घुँडाका 2 वा 3 कम्पार्टमेन्टहरू संलग्न छन् भने त्यसको उत्तर भनेको टोटल नी रिप्लेसमेन्ट शल्यक्रिया हो। यहाँ हामी सम्पूर्ण जोइन्ट सतह परिवर्तन गर्छौँ। यहाँ यदि कुनै विकृति छ भने हामी घुँडाको विकृति पनि सुधार गर्छौँ। यो विकृति भएका घुँडाको जोइन्टमा गम्भीर आर्थराइटिस भएका बिरामीका लागि आधा घुँडा प्रतिस्थापनको तुलनामा धेरै राम्रो र दीर्घकालीन प्रक्रिया हो र यो उन्नत घुँडाको आर्थराइटिसको अवस्थामा वास्तवमै गोल्ड स्ट्यान्डर्ड शल्यक्रिया हो। अब हामी बुझौँ कि बिरामी कसरी छानिन्छ। तपाईलाई आधा घुँडा प्रतिस्थापन शल्यक्रिया चाहिन्छ कि पुरै घुँडा प्रतिस्थापन शल्यक्रिया? यसैले हामी क्लिनिकल परीक्षण गर्छौँ र रेडियोलोजिकल परीक्षण पनि गर्छौँ। क्लिनिकल परीक्षणमा हामी हेर्छौँ कि आर्थराइटिस क्लिनिकली घुँडाको केवल एक कम्पार्टमेन्टमा मात्र सीमित छ कि छैन। त्यसै गरी हामी लिगामेन्टको विस्तृत परीक्षण गर्छौँ, विशेष गरी अगाडिको क्रुसिएट लिगामेन्टको। घुँडाका सबै लिगामेन्टहरू ठिक छन् कि छैनन् भनेर हेर्न। हामी घुँडाको चलायमान दायरा कति राम्रो छ भन्ने पनि हेर्छौँ। त्यसको अर्थ माफ गर्नुहोस्, के तपाईँ आफ्नो घुँडा पुरै सोझो बनाउन सक्नुहुन्छ र के तपाईँ आफ्नो घुँडा मोड्न सक्नुहुन्छ? त्यसै गरी हामी हेर्छौँ कि तपाईँको घुँडामा कस्तो प्रकारको विकृति छ। यदि घुँडामा गम्भीर भेरस वा भ्याल्गस विकृति छ भने निर्णय सम्पूर्ण घुँडा प्रतिस्थापन शल्यक्रियातर्फ सर्छ। यसैले यदि तपाईँ मानौ जवान हुनुहुन्छ, 40 देखि 55 वर्षको उमेर समूहमा हुनुहुन्छ र तपाईलाई केवल एक कम्पार्टमेन्टको घुँडाको आर्थराइटिस छ भने यस अवस्थामा आधा घुँडा प्रतिस्थापन शल्यक्रिया तपाईका लागि उपयुक्त हुन्छ। यसको फाइदा के छ भने आधा घुँडा प्रतिस्थापन शल्यक्रिया धेरै सानो चिरफारबाट गरिन्छ। यसमा रगतको मात्रा निकै कम जान्छ, रोग भएको छिट्टै हुन्छ र तपाईलाई लाग्छ कि तपाईको प्राकृतिक घुँडा जोगिएको छ। अर्कोतर्फ सम्पूर्ण घुँडा प्रतिस्थापन शल्यक्रिया उन्नत आर्थराइटिसका लागि राखिएको हुन्छ, जसले घुँडाका 2 वा सबै 3 कम्पार्टमेन्टलाई असर गर्छ। यहाँ हामी विकृति पनि सुधार्न सक्छौँ। जस्तै यदि तपाईलाई गम्भीर वरस विकृति छ जसलाई शल्यक्रिया अघि बोलेक्स भनिन्छ, हामी यसलाई सुधारेर तपाईको घुँडा पुरै सोझो बनाउन सक्छौँ। यसले भविष्यमा लामो समयसम्म टिक्ने र भरपर्दो नतिजा दिन्छ। यसैले यदि तपाईँ आधा घुँडा प्रतिस्थापन र पुरै घुँडा प्रतिस्थापन शल्यक्रिया बीच अन्योलमा हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्। तपाईको डाक्टरले तपाईको क्लिनिकल परीक्षण गर्नुहुनेछ। उहाँले तपाईको एक्सरे र एमआरआई गराउनु हुनेछ, जसबाट घुँडाको कति कम्पार्टमेन्टहरू प्रभावित छन् भनेर हेर्न सकिन्छ र त्यसकै आधारमा उहाँले तपाईलाई सल्लाह दिनुहुनेछ। तपाईँ आधा घुँडा प्रतिस्थापन शल्यक्रिया वा पुरै घुँडा प्रतिस्थापन शल्यक्रियाका लागि उपयुक्त हुनुहुन्छ कि छैन, दीर्घकालीन हिसाबले पनि बुझ्नुहोस् कि वैज्ञानिक अध्ययनहरूले आधा घुँडा प्रतिस्थापन शल्यक्रियालाई 10 देखि 15 वर्षसम्म राम्रा टिकाउ नतिजा दिएको देखाएका छन्। र म यहाँ युके रजिस्ट्री वा अमेरिकी रजिस्ट्री जस्ता प्रमाणिक रजिस्ट्रीहरूको कुरा गर्दैछु।
जब तपाईँ डाक्टरका जानुहुन्छ यी सबै कुराहरूमा छलफल गर्नुहोस्, आफ्नो क्लिनिकल परीक्षण राम्रोसँग गराउनुहोस्, एक्सरे र एमआरआई गराउनुहोस् अनि तपाईँका लागि जे सबैभन्दा उपयुक्त छ तपाईँको डाक्टरले तपाईँलाई सल्लाह दिनुहुनेछ। शुभकामना।